झापा क्षेत्र नम्बर 5 मा 2082 को निर्वाचनलाई धेरैले प्रतीकात्मक र निर्णायक भिडन्तका रूपमा हेरिरहेका छन्, किनकि यो क्षेत्रमा एकातिर 3 दशकभन्दा लामो समयदेखि बलियो सङ्गठन र राजनीतिक विरासत बोकेका एमाले अध्यक्ष केपी शर्मा ओली मैदानमा छन् भने अर्कोतिर काठमाडौँ महानगरको मेयरबाट राष्ट्रिय राजनीतितर्फ उत्रिएका बालेन शाह प्रतिस्पर्धामा छन्। यो चुनावलाई केवल एक क्षेत्रको सांसद छान्ने प्रक्रिया मात्रै नभएर पुरानो राजनीतिक संरचना र नयाँ पुस्ताको परिवर्तन चाहना बीचको टकरावका रूपमा बुझिँदैछ। झापा 5 मा कुल 1,63,379 दर्ता मतदाता रहेको र मतदाताको उमेर संरचनामा युवाहरूको हिस्सा उल्लेख्य भएको भनाइ छ। विशेष गरी 18 देखि 29 वर्ष उमेर समूहका मतदाता करिब 35,000 अर्थात् कुल मतदाताको लगभग 22% आसपास रहेको तथा यसपटक करिब 10,000 नयाँ मतदाता थपिएको चर्चा छ, जसको ठूलो हिस्सा युवा र जेन जी समूहसँग जोडिएको मानिन्छ। 18 देखि 45 वर्ष उमेर समूहलाई समग्रमा हेर्दा करिब 63% जति मतदाता पर्ने आकलन गरिने भएकाले यो वर्गलाई निर्णायक स्विङ समूहका रूपमा हेर्ने प्रवृत्ति बढेको छ। ओली पक्षको सबैभन्दा ठूलो बल भनेको झापा 5 मा बनेको लामो राजनीतिक पकड, वाडा तहसम्म फैलिएको पार्टी संगठन, स्थानीय रूपमा बनाइएको नेटवर्क र विगतका चुनावी नतिजाले दिएको मनोवैज्ञानिक लाभ हो। यस क्षेत्रलाई एमालेको लाल किल्ला भन्ने भाष्यको आधार त्यही संगठनात्मक सुदृढता हो। ओलीले यस क्षेत्रमा पूर्वाधार र विकासको एजेन्डा जोडेर आफ्नो उपस्थिति बलियो बनाउने प्रयास गर्दै आएका छन् र उनका समर्थकहरू अनुभव, निरन्तरता र संगठनलाई स्थिरताको ग्यारेन्टीका रूपमा प्रस्तुत गर्छन्। गाउँ टोल तहसम्म परिचालन सहज हुनु, पुराना मतदातासँगको सम्बन्ध, स्थानीय नेतृत्वको व्यवस्थापन र चुनावी मेसिनरी सक्रिय पार्न सक्ने क्षमता ओलीको पक्षमा देखिने प्रमुख पक्षहरू हुन्। यसैसँग जोडिएर केही मतदाताले भौतिक पूर्वाधार विकास, सडक, पुल र अन्य योजनाहरूका कारण स्थानीय जीवनमा आएको परिवर्तनलाई ओलीको पक्षमा व्याख्या गरेको पनि सुनिन्छ। बालेनको उपस्थितिलाई भने नयाँ पुस्ताको ऊर्जा, सामाजिक सञ्जाल केन्द्रित राजनीतिसँग जोडिएको नयाँ शैली र पुराना दलप्रतिको असन्तुष्टि बोकेको परिवर्तनको भाष्यले बल दिएको देखिन्छ। जेन जी र युवा मतदाताहरू सामाजिक सञ्जालबाट तीव्र रूपमा प्रभावित हुने, परम्परागत पार्टी संरचनाभन्दा बाहिरका विकल्प खोज्ने र संस्थापनप्रति आलोचनात्मक दृष्टि राख्ने समूहका रूपमा व्याख्या गरिन्छ। यही समूहमा बालेनप्रतिको आकर्षण बलियो रहेको भनाइ छ र नयाँ थपिएका मतदाता मध्ये पनि केही हिस्सा बालेनतर्फ झुक्न सक्ने अनुमान गरिन्छ। बालेनको काठमाडौँ महानगरमा देखिएको कार्यशैली र व्यवस्थापन क्षमता र उनले उठाउने सुशासन र जवाबदेहिताको मुद्दाले झापा 5 मा नयाँ बहस र नयाँ अपेक्षा सिर्जना गरेको तर्क प्रस्तुत गरिन्छ। त्यसमाथि सामाजिक सञ्जाल मार्फत फैलने अभियान, नो नट अगेन जस्ता नारा र डिजिटल स्पेसमा चल्ने बहसले चुनावी माहौललाई असर गर्न सक्ने क्षमता राख्छ भन्ने बुझाइ छ। तर बालेनका लागि चुनौतीहरू पनि स्पष्ट छन्। सबैभन्दा ठूलो अवरोध भनेको टुरिस्ट उम्मेद्वार वा स्थानीय होइन भन्ने आरोप हो, किनकि झापा 5 मा मतदाताको एक हिस्सा स्थानीय भूगोल, समुदाय र दैनिक जीवनसँग प्रत्यक्ष जोडिएको प्रतिनिधि चाहिन्छ भन्ने मानसिकतामा बलियो हुन सक्छ। त्यसैले बालेनले स्थानीय एजेन्डा, स्थानीय टिम र स्थानीय तहमा विश्वास निर्माण गर्न सकेन चुनावी नतिजामा प्रभाव पर्न सक्छ। अर्को व्यावहारिक चुनौती भनेको बालेनको मुख्य समर्थन मानिने युवा वर्गमध्ये धेरैजना रोजगारी वा अध्ययनका कारण विदेश वा क्षेत्र बाहिर रहने सम्भावना हो, जसले सामाजिक सञ्जालको समर्थनलाई वास्तविक मतदानमा रूपान्तरण गर्न कठिन बनाइदिन सक्छ। यस अतिरिक्त एमालेको मजबुत सङ्गठन, स्थानीय तहमा पार्टीको पहुँच र प्रतिद्वन्द्वीहरूबाट हुने नकारात्मक प्रचार र ध्रुवीकरणले पनि बालेनको अभियानलाई थप कठिन बनाउन सक्छ। झापा 5 को यो चुनावको नतिजाले राष्ट्रिय राजनीतिमा ठूलो सङ्केत दिने अपेक्षा गरिएको छ। यदि बालेनले जिते भने यसलाई पुराना शीर्ष नेतृत्व र परम्परागत दल संरचनामाथि ठूलो चुनौती, युवा पुस्ताको परिवर्तन चाहनाको अनुमोदन र नयाँ राजनीतिक शैलीको विस्तारका रूपमा व्याख्या गरिने सम्भावना छ। यदि ओलीले जिते भने यसले सङ्गठनात्मक शक्ति, अनुभव र परम्परागत राजनीतिक आधार अझै मजबुत छ भन्ने सन्देश दिने र केवल सामाजिक सञ्जालको
लोकप्रियता चुनाव जित्न पर्याप्त हुँदैन भन्ने निष्कर्षतर्फ बहस जान सक्छ। त्यसैले झापा 5 को यो भिडन्तलाई धेरैले पुस्तान्तरण विरासत, परिवर्तन वाम निरन्तरता र नयाँ शैली पुरानो संगठनको निर्णायक प्रतिस्पर्धा भनेर हेरेका छन् र अन्ततः नतिजा मतदानको दिन युवाहरूको उपस्थितिले कति भूमिका खेल्छ, स्थानीय एजेन्डा कसले प्रभावकारी रूपमा बोकेको देखिन्छ र मतदाता कुन प्रकारको नेतृत्व र राजनीतिक संस्कार रोज्छन् भन्ने कुराले तय गर्छ।